नितेश पौडेल, फागुन 21 गते हुने प्रतिनिधि सभाको उम्मेदवार, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट तारा चिन्ह लिएर उठेको उम्मेदवार हुँ। म विगत लामो समयदेखि काठमाडौँ क्षेत्र नम्बर 2 मा समाजसेवा गर्दै आएको छु। रातो पुलदेखि सेतो पुलसम्म जाने बेलामा बनेका बाटो, त्यहाँको मान्छे तर्नका लागि वारी र 4 नम्बर क्षेत्र र 2 नम्बर क्षेत्र जोड्नका लागि बनाइएको बाटो, त्यसपछि अगाडि बढ्दै जाँदा 9 नम्बरको ओडादेखि 31 नम्बर ओडामा जोड्न बनाइएको बाटो, त्यसपछि मन्दिरको बाटो, खानेपानी लगायतमा मैले पनि त्यहाँ समाजसेवामा योगदान गरेको छु। त्यसपछि सिधै आउँदा त्यो जनता सडक जुन हामी तिनकुनेको बाटो भन्छौँ, त्यो जनता सडक बनाउने बेलामा म सानै उमेरमा 16 वर्षको उमेरमा नै डोजरमाथि चढेर सुरुवात गरेको, त्यसको सुरुवातकर्ता मध्येको म सामाजिक काममा लाग्दाखेरि सँगसँगै समाजसँग सँगसँगै भएर लागेको र त्यहाँ अगाडि बढ्दै जाँदा सहयोगी नगर क्रियापुत्री भवन बनाउनका लागि पहल गर्ने, त्यसपछि गएर भएका विभिन्न पुलहरू निर्माण गर्नका लागि पहल गर्ने, त्यसपछि गएर खानेपानीको ट्युबवेल गाड्नेदेखि लिएर जीर्ण उद्धार पुरानो सबैभन्दा पुरानो पाटन जाने झुलुङ्गे पुल, त्यसको जीर्ण उद्धार गर्नका लागि पहल, त्यहाँनिर भएको खानेपानीको पहल, त्यसपछि अगाडि बढ्दै जाँदा बालकुमारी पुलबाट अझै अगाडि बढ्दै जाँदा त्यहाँ बनाइएका बाटो जुन कोरिडोर बनाउनका लागि 10 करोड रुपियाँ सुरुवातको विनियोजन गराउनका लागि पहल र त्यो पछि कोरिडोर बन्दै अगाडि बढ्दै जाँदाखेरि त्यहाँ भएको सुनवार सेवा समाजको भवनका लागि निर्माण गर्नका लागि गरेको पहल, त्यसपछि गएर ब्याडमिन्टन कोर्टका लागि सुरुवात गर्नका लागि रकम छुट्याएर सुरुवात गर्ने मध्येको पहल गर्ने मध्येको म एक। नरेफाट एरियामा हिजोको दिनमा पानी पर्दा पनि हामी चिप्लिने अवस्था थियो, त्यसको लागि कालो पत्रे गर्नका लागि पहल गरेको पहल, त्यसपछि गएर त्यहाँ पुलिस चौकी निर्माण गर्नका लागि गरेको पहल, ज्येष्ठ नागरिक भवन बनाउनका लागि गरिएको पहल, क्रियापुत्री भवन नरेफाटको लागि त्यसका लागि भवन बनाउनका लागि काठमाडौँदेखि हेटौडासम्म गएर गरिएको पहल, त्यसपछि त्यहाँको 19 रोपनी जग्गा जुन सार्वजनिक सम्पत्ति हो त्यसलाई बचाउनका लागि जनता सँगसँगै ढुङ्गा खानी मध्येको म एक। त्यसपछि नरेफाटमा भएको खानेपानीको ट्युबवेल गाड्नेदेखि लिएर त्यहाँको जग्गा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रधानमन्त्री हुँदाखेरि गरिएको त्यसको पहल, त्यसमा पनि म थिएँ। त्यसो भएकोले हामी सबैजना समुदाय मिलेर गरिएको यो ठाउँको पहललाई अगाडि बढाउँदै अगाडि बढिएको हो। त्यसो भएकोले म कुनै पनि पदमा नहुँदा मैले यो काम अगाडि बढाएँ। अर्को कुरा तपाईँ हेर्न आउनुभयो भने मुलपानीतिरको गोठाटारतिरको साइडमा आउनुभयो भने सडक बत्ती त्यसलाई राख्नका लागि गरिएको, सिसी क्यामेरा त्यसका लागि राख्नका लागि गरिएको, सडक ढलान त्यसका लागि गरिएको पहल, त्यसपछि कोरिडोर निर्माणका लागि कहिले 50 करोड कहिले 40 करोड रुपियाँ विनियोजन गराउनका लागि गरिएको पहल, तर त्यहाँ काम हुन सकेको छैन। त्यो कामलाई अगाडि बढाउने अहिले पनि मेरो प्लान छ। हामी मुलपानीमा आयौँ, मुलपानीको त्यो क्रिकेट मैदान जसलाई बनाउनको लागि हामी 1 नम्बर ओडामा गएका थियौँ, जुन चाहिँ त्यहाँ सम्भव भएन। त्यसपछि यो 4 मैला भन्ने ठाउँ अहिले जहाँ क्रिकेट मैदान छ त्यसको लागि त्यहाँको फैयाल दाई त्यहाँको दाई हुनुहुन्छ, उहाँहरू सँगसँगै मैले पनि गरेको पहल भनेपछि विकास निर्माणका कुराहरूमा पनि म सुरुदेखि नै लागिरहेको र मुलपानीमा अहिले मुलपानीको साबिक 1 नम्बर ओडामा भइरहेको पार्क जसलाई निर्माण गर्नका लागि सुरुवात गरेको मैले, मुलपानीको त्यो ओडाबाट जहाँ अहिले सुन्दर एउटा पार्क बन्दैछ, त्यसपछि गएर अहिलेको काम कागेश्वरी मुनाराको 8 नम्बर ओडामा जहाँ पहिरो जाँदै थियो त्यस ठाउँमा गरेको पहल, पहिरो रोकथामका लागि गरेको पहल, त्यसपछि गएर चाबेल साँखु जर्सिङ पौवा चापाबोट 52 पार्टी सडकका लागि यसलाई शीर्षक कायम गर्नेदेखि लिएर यसमा बजेट ठुण्डाउनसम्मका लागि गरिएको पहल, त्यो पहलमा म पनि थिएँ। त्यसो भएकोले यी सबै काममा म लागिरहेको छु। अर्को चापाबोटको विद्यालय भवन निर्माण गर्नका लागि गरिएको पहल, चापाबोटको स्वास्थ्य चौकी भवन निर्माणका लागि गरिएको पहल, पटाबको स्वास्थ्य चौकीका लागि गरिएको पहल, पटाबको शारदा मावि विद्यालय भूकम्पपछि ध्वस्त भएको थियो त्यसलाई गरिएको पहल, त्यसपछि यता कालिका शरण माविको भवन निर्माण गर्नका लागि गरिएको पहल, त्यसपछि आएर घुमार चोकमा आएर त्यहाँको सामुदायिक भवन बनाउन गरिएको पहल, त्यसपछि गएर 2 नम्बर ओडाको त्यहाँको थिङ टोलको जुन सामुदायिक भवन छ त्यसलाई बनाउन गरिएको पहल, त्यसपछि उग्रतारा स्कुललाई हेम सरिता पाठक संस्थालाई त्यहाँ चाहिँ आउनुपर्छ भनेर
गरेको पहल जुन चाहिँ अन्त जाँदै थियो त्यसलाई फर्काएर ल्याएर उग्रतारामा ल्याएको पहल, साँखु साँखु वज्रयोगिनी, लप्सीफेदी, चौकी भन्ज्याङ, पटाप, कुण्डेश्वरको जुन बाटो छ त्यो बाटोको शीर्षक कायम गर्नका लागि गरेको पहल र त्यसमा काम भइरहेको छ। अहिले हुमारचोकसम्म त्यो बाटो पिच कहीँ टाइम भइसकेको छ, कहीँ हुने प्रक्रियामा छ, ढलान हुने प्रक्रियामा छ, त्यसका लागि गरेको पहल। त्यसपछि गएर खानेपानीका कुराहरू छन्। खानेपानी दक्षिण पौवामा गरेको खानेपानीका लागि 2 करोड रुपियाँको विनियोजन गराउनका लागि गरिएको पहल। त्यसपछि गएर यो सबै कुराहरू हामी गर्दै गर्दै अगाडि बढेका छौँ। त्यसपछि गोठाटारै आउनुहोस् तपाईँ, गोठाटारमा क्रियापुत्री भवन बनाउनका लागि गरिएको पहल, बाटो निर्माणका लागि गरिएको पहल, यहीँ कागेश्वरी वडा नम्बर 5 को ढल निर्माण गर्नका लागि 50 लाख रुपियाँ विनियोजित गरेर संसद विकास कोषबाट विनियोजित गरेर गरिएको पहल। यी सबै पहलमा म सहभागी छु। यहाँ भएको शिक्षामा पनि म सहभागी छु, स्वास्थ्यमा पनि म सहभागी छु। महिला दिदीबहिनीहरूलाई अप्ठ्यारो परेको पटापमा जान सुनेको त्यसपछि हामी तुरुन्तै स्वास्थ्य चौकी निर्माण गर्नुपर्छ। विभिन्न दातृ संस्थासँग कुरा पनि गरियो, त्यहाँका लागि स्थापना गर्नका लागि कुरा गरिएको कुराहरूलाई म फेरि पनि स्मरण गराउन चाहन्छु। त्यसपछि नवीनग्रामबाट पटाप जाने जुन बाटो थियो त्यसको नामाकरण नवीनग्रामबाट पटाप हुँदै कार्केटोल हुँदै त्यसपछि गएर भोटेचौर जोड्नका लागि बनाइएको जो बाटोको नामाकरण, त्यसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको लेटर हेड नै प्रयोग गरेर अस्तिसम्म जुन निर्वाचनको मिति तय नहुँदासम्म पनि यो क्षेत्र काठमाडौँ क्षेत्र नम्बर 2 मा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको लेटर हेडलाई प्रयोग गरेर यो क्षेत्रको विकासका लागि, हाम्रो उहाँ पूर्व सांसद पनि हो, त्यस कारणले यसलाई विकास गर्नका लागि उहाँको दायित्व पनि हो भनेर उहाँको लेटर हेड नै प्रयोग गरेर हामीले गरिरहेको पहलहरू यी कुराहरू छन्। अब यो कामहरू म हिजो जनप्रतिनिधि नहुँदाखेरि गरिएको पहल, आज म जनप्रतिनिधि भएर बाँकी रहेका कामहरूलाई पनि गर्न चाहन्छु र तपाईलाई भनौँ जर्सिङ पौवाको फुटबल ग्राउन्ड जुन छ त्यसको लागि गरिएको पहल, यो पहल जतिखेर बालुवाटारमा हामी थियौँ त्यतिखेर त्यहाँको डोजर पठाएर डोजरलाई तेल हालिदिएर त्यसको खन्न सम्झाउनका लागि सुरु गरिएको त्यो जर्सिङ पौवा, त्यसलाई फिफा स्ट्यान्डर्डको एउटा हामी नेसनल स्टेडियम बनाउन चाहिरहेका छौँ, जुन चाहिँ अहिले डिपिआर भइसकेको छ, डिपिआर भएर अगाडि बढिरहेको छ। हामी जर्सिङ पौवालाई एउटा पिकनिक स्पोट बनाउन चाहन्छौँ। त्यहाँ अहिले बनेको छ तर त्यहाँ सुविधाहरू छैनन्, ती सुविधाहरू थप्ने कुरामा हामी लाग्नेछौँ। त्यसको लागि मैले पहल गर्नेछु र सँगसँगै म संविधानभित्र भएका समस्याहरू जहाँ चाहिँ मैले कानुन निर्माण गर्नका लागि संसदमा जाँदैछु, तपाईँहरूले मलाई निर्वाचित गराएर पठाउँदै हुनुहुन्छ, त्यसो भएकोले मलाई विश्वास छ त्यो कुरा कि म संसदमा गएर एउटा मन्त्रालय र अर्को मन्त्रालयको बिचको जुन कन्ट्राडिक्सन छ, जसले कामलाई अवरुद्ध गरिरहेको छ, काम विकास निर्माणलाई अवरुद्ध गरिरहेको छ, त्यसलाई सफल बनाउनका लागि मैले गर्ने पहल हुनेछ। जस्तो उदाहरणको लागि तपाईँ एकजना आर्मीको चिफले समितिको बैठकमा गएर भन्नुभयो कि 9 महिना भयो एउटा रुख काट्न सकिएन, जसले गर्दा फास्ट ट्र्याक रोकियो भन्ने जुन खालको विडम्बना कुरा सुनाउनु भयो योभन्दा पहिला जितेको सांसदले, त्यो विडम्बनामा उहाँले कहिले आवाज उठाउनु भयो। म त्यो आवाज उठाउन, त्यसलाई सम्बोधन गर्न र त्यसमा सहजीकरण गर्नका लागि नियम कानुन बनाउने गरी लाग्नेछु। त्यो लाग्नका लागि म संसदमा जानका लागि मात्रै होइन, त्यसलाई सुधार्नका लागि मैले पहल गर्नेछु। त्यसो भएकोले आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू तारामा मतदान गर्नुहोस्। नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार नितेश पौडेललाई विजय गराउन म हार्दिक अनुरोध र अपिल गर्दछु। धन्यवाद।